ल साथीहरू, तपाईँले जतिखेर पनि यो के भन्छ बाहिर देशको एउटा भिडियोहरू मात्र हाल्नुहुन्छ, घुम्ने ठाउँ तपाईँको हाम्रो नेपालमा पनि रहेछ नि, यस्तो राम्रो राम्रो ठाउँ छ। ल हेर्नु, ल तपाईँहरू यो ठाउँ चिन्नुहुन्छ भने कमेन्ट गर्नु है त। यस्तो राम्रो राम्रो ठाउँ रहेछ त हाम्रो नेपालमा पनि। यस्तो घुम्ने ठाउँ, यस्तो पार्कहरू एकदम राम्रो रहेछ। यहाँ हेर्नु, रुखहरूको यस्तो सिन राम्रो छ। सबैजना मान्छे यहाँ घुम्न आएर उतातिर हेर्नु, यस्तै राम्रो छ कि हाम्रो नेपालतिर नि यस्तो राम्रो राम्रो ठाउँ रहेछ। मैले यहाँ भिडियो बनाएर आएको छ, यो ठाउँ यस्तो छ है। ल सबैजना हामी एक टोली आए। ल यस्तो राम्रो देखिन्छ। टिकटक बनाउन लागिरहेछ, छोरी र साली टिकटक बनाउन लागिरहेछ। यस्तो राम्रो राम्रो छ। ल तपाईँहरू हेर्नु, कहिलेका तपाईँहरू नेपालको भिडियो पनि हाल्दै गर न साथीहरू। हाम्रो नेपालमा पनि तपाईँको यस्तो राम्रो राम्रो घुम्ने ठाउँहरू, यस्तो दामी दामी ठाउँ छ कि सबै मान्छे घुम्न आइरहेछ। ल टिकटक बनाउने कि के गर्ने कि। ल यस्तो ग्राउन्ड राम्रो छ। ल हाम्रो नेपालको ठाउँ यस्तो देखिन्छ। अहिले जुम गर्छु म। ल हेर्नु त कस्तो राम्रो देखेछ ठाउँ। विदेशतिर पनि यस्तै यस्तै दामी बनाएर राख्ने, मिलाएर चट्टै त्यसै मान्छे घुमझाम गर्ने, त्यही त हो नि। सबैजना साथीहरू उता हुनुहुन्छ, टिकटक बनाउने सबै। ल भिडियो म चाहिँ अब 3-4 दिन यो नेपालतिर जहाँ जहाँ ठाउँतिर जानुहुन्छ नि, त्यही ठाउँको घुम्ने ठाउँहरूको भिडियो बनाएर तपाईँहरूको सामु पुर्याउने छु मैले। ल हेर्नु है त, यस्तो राम्रो देखिन्छ। ल छोरी नाच्नु त एकचोटि। ल नाच्नु त छ्यामेरा छोरी। यहाँ भिडियो बनाएर राम्रोसँग नाच्ने है। आहो ल यस्तो राम्रो देखिरहेको छ है साथीहरू। कमेन्ट गरेर यो ठाउँको नाम चिन्नुहुन्छ भने तपाईँहरूले कमेन्टमा लेख्नु है।